हेलो एभ्रिवान वेलकम टु माई एनदर भ्लग र आजको भ्लगमा तपाईँलाई स्वागत छ। र आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि तपाईँले मेरो थम्बनेलमा देखिसक्नु भएको होला र तपाईँहरूले सोचिराख्नु भएको होला यो यस्तो दामी जग्गा कहाँनिर चाहिँ होला भनेर सोचिराख्नु भएको होला। तर यसको ठिक लोकेसन चाहिँ हो इन्डिया सिक्किमको माथि नथुला। र आज हामी बिहान बिहानै हामी दाजुभाइहरू टक्कै पाराले हामी रेडी भएर यहाँ गाडीको अगाडि आइपुगेको छौँ र तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर यो चाहिँ सिक्किम गाडी हो र यहाँनिरबाट चाहिँ हामी जान्छौँ नथुला। र हामी चाहिँ के लक्की रहेछौँ किन भन्दाखेरि अरू बेला चाहिँ नथुलाको पास खोलेको थिएन र आजको दिन चाहिँ नथुलाको पास खोलेको रहेछ र हामी डाइरेक्ट फर्स्टमा जान्छौँ नथुला। र हेर्नुहोस् अनि हामी जाँदै जाँदै गर्दाखेरि अनि हामी आधी बाटोमा टक्कै खाजासाजा खानको लागि उत्रिन्छौँ। र अनि यहाँनिर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ पछाडि तपाईँले रेन्टमा पनि कपडाहरू अनि गम्बुटहरू पाउन सक्नुहुन्छ। यहाँनिर चाहिँ एकदम सुविधा छ है, किन भन्दाखेरि सबैजना ठन्डा जग्गाबाट आएको हुँदैन र त्यही भएर यहाँनिर एकदम भाडामा लुगाहरू पाइन्छ र यहाँनिर खाजासाजा पनि खानु सक्नुहुन्छ है त गाइस। तपाईँ एकदम आउनु सक्नुहुन्छ है, एकदम राम्रो जग्गा छ र तपाईँले मेरो अन्तिम भिडियोसम्म जोडिराख्नुहोस् होला है। र अनि खाजासाजा खाएर हामी बाहिर निस्किन्छौँ। बाहिर निस्केपछि चाहिँ हामी सबैजना जान्छौँ अनि एकदम हामी चार भाइ चाहिँ एकदम इन्जोय गर्दै होइन हामी जाँदैछौँ बातचित गर्दै मजाले। आज चाहिँ मजाले भिडियोहरू बनाउनुपर्छ भन्दै सोच्दै गइँदैछ है त गाइस। अनि यहाँनिर हेर्नुहोस् हिउँ पनि अब देख्न थालिसक्यो यहाँबाट टक्क पाराले अब आरामले स्टार्टिङ हुँदैछ हिउँको र एकदम दामी दामी सिन होइन। हिउँ पनि फर्स्ट टाइम हो अनि मजाले हामी जाँदैछौँ। तपाईँहरूलाई फुल भिडियो देखाउँछु है त। र अहिले चाहिँ हामी आइपुग्यौँ छङ्गु लेक है त। तर हामी यहाँनिर रोक्दैनौँ किन भन्दाखेरि हामी फर्स्टमै जान्छौँ माथि नथुला। किन भन्दाखेरि वेदर खराब भयो भने नथुला पास बन्द हुन्छ, त्यहाँनिर जान दिँदैन। त्यही भएर अहिले हामी जाँदैछौँ नथुला फर्स्ट अनि पछाडि आउनेछौँ छङ्गु है त गाइस। यहाँनिर हेर्नुहोस् त यो त छङ्गु हो अनि अब हामी चाहिँ नथुलापट्टि जाँदैछौँ। हेर्नुहोस् एकदम माथि चाहिँ दामी परिरहेको छ नि त, त्यही भएर चाहिँ हामी फर्स्टमै माथि जान्छौँ है त गाइस। है त हेर्नुहोस् अन्तिमसम्म हेर्नुहोस् है त एकदम दामी दामी। ल है त गाइस हेर्नुहोस् हामीले भन्दा भन्दै पनि हामी आइपुग्यौँ हामी नथुला है त। अनि नथुला चाहिँ एकदमै चाइनाको नजदिक छ, चाइना र इन्डियाको बोर्डर है यो चाहिँ है त गाइस। यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँहरूले यहाँनिर एकदम कुहिरो लागिरहेको छ अनि त्यही भएर धुम्म देखिरहेको छ है त। यहाँको वेदर चाहिँ भन्नै सकिँदैन कतिखेर के हुन्छ भन्ने कुरो है त गाइस। हेर्नुहोस् न यहाँनिर एकदम पछाडि बारिज छ अनि एकदम आमा भानिज मजाले हिँडिरहेको छौँ। एकदम हिउँ चाहिँ एकदमै परेको रहेछ दामी। त्यहाँनिर हेर्नुहोस् त पछाडि मान्छेहरू पनि धेरै छ यहाँनिर, एकदम टुरिस्टहरू धेरै आउँछ किन भन्दाखेरि हिउँको मजा लिनुको लागि है त। र तपाईँहरू पनि आउनु सक्नुहुन्छ है त।
अनि हेर्नुहोस् त यस्तो मजाको हिउँ देख्दा देख्दा नखेल्ने त अब कुरै आएन हो किन भन्नुहोस् त एकदम मजाले मजाले खेलेँ मैले पनि होइन अनि टक्कै एकदम मजा आइरहेको थियो यहाँनिर एकदम यहाँनिर चाहिँ अब होइन जाडोमा टक्कै हिउँ खेलिरहेको छ हिउँ त्यत्रो यत्रो गम्मुट लाउँदा नि यति भाँसिन्छ भनेपछि एकदम बाक्लै परेको छ होइन टक्क मजाले एकछिन चाहिँ सुतेँ है टक्कै पाराले इन्जोय गरिदिएँ होइन मामा भानिसित टक्कै यहाँनिर हेर्नुहोस् त यस्तो दामी देख्छ कि अब चाहिँ घाम लाग्न थाल्यो कि त्यो कुहिरो पनि हटिन छोड्यो अनि त्यही भएर अहिले चाहिँ राम्रो देखिरहेको छ है त Can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. Sigue el ritmo, I'll show you how. Fuego en el aire, burning high, feel the heat bajo el sky. Baila, baila, sin parar. Shake your body, shine like stars. Baila, baila, en el mar. Keep it going. अनि त फेरि हेर्नुहोस् त साथीहरू यहाँनिर चाहिँ माथिनिर हेर्नुहोस् त चाइना र इन्डियाको त्यो बोर्डर हो यही है यसले गर्दा छुट्टिन्छ यतापट्टि हेर्नुहोस् त गेट अब तारहरू छ होइन टक्कै त्यही भएर चाहिँ छुट्टिन्छ इन्डिया र चाइनाको बोर्डर चाहिँ अनि टक्कै कौशल इमन अनि म भानिज टक्कसँगले भिडियो बनाउँदै एकदम बसिरहेको छ है त अब चाहिँ यस्तै हिँड्छ हिउँ परेर आउनु यस्तो दामी हिउँ परिरहेको छ कि एकदम हामी चाहिँ लक्की नै रहेछौँ क्या त्यस्तो टाइममा आइपुग्यौँ नि त्यहाँनिर हेर्नुहोस् एकदम हिउँ परेर बिडिडिडी एकदम मजाको देखिरहेको छ है त गाइस तपाईँहरू नि आउनुहोस् है यस्तो अब तपाईँलाई नि आउनु मन लागेको छ भने यस्तो दामी नजारा होइन तपाईँहरू मिस नगर्नुहोस् होला है त हेर्नुहोस् त एकदम दामी दामी टक्कै हिउँ परेको अनि घुम्दा घुम्दा अब फोटोसोटो खिच्यौँ पऱ्यो अनि त्यहाँदेखि अब चाहिँ टाइम पनि भइसक्यो धेरै टाइम भइसक्यो यहाँनिर चाहिँ खालि 1 घन्टाको मात्रै पर्ने पर्छ नि त अनि त्यही भएर अब चाहिँ हामी फर्क्यौँ अब चाहिँ हामी जान्छौँ कहाँनिर भन्दाखेरि छङ्गु है त तपाईँहरूले हेर्नुहोस् है त अब छङ्गुको नजाराहरू अब चाहिँ हामी गाडी चढेर हामी लाग्यौँ अब नथुलाको चाहिँ यति नै हो है त अब चाहिँ तपाईँले हेर्नुहुन्छ छङ्गुको नजारा है त गाइस Shine like stars. Baila, baila, en el mar. Keep it going, no queda igual. अनि र अब चाहिँ हामी आइपुग्यौँ छङ्गु है त यो छङ्गुदेखि अलिकति माथि हो र मैले चाहिँ भिडियो क्रप गरेर बनाएको अनि त्यही भएर छङ्गुमा चाहिँ यस्तो चाहिँ आमामा एकदम बाहिर निस्किन पनि सकेको छैन र पनि अब भिडियो बनाउनको लागि भने म चाहिँ बाहिर निस्केको होइन फोटो भिडियो बनाउनको लागि याकमा चढेर अनि मैले भिडियो सिडियो बनाएँ अनि फोटो बनाएँ र अब चाहिँ हामी जान्छौँ है त अब त्यही यहाँदेखि उताको भिडियो चाहिँ मैले राम्ररी बनाएको छैन र पुरै बरफ झरिरहेको थियो स्नोफल भइरहेको थियो अनि त्यही भएर चाहिँ अब हामी चाहिँ लाग्यौँ है त गाइस बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ है त सब्सक्राइब प्लिज